यस म्याग्दी जिल्लामा भएको 2082 साल फागुन 21 गते भएको निर्वाचनमा मतदानमा जम्मा मतदाता म्याग्दीमा 86,397 रहनु भएकोमा जम्मा 46,336 मत खसेको थियो। त्यसमध्ये कुल सदरमत 43,160 रहेको र 3,176 मत बदर भएको अवस्था छ। त्यसमध्ये सूर्य चिन्हमा 7,919, रुख चिन्हमा 6,676, 5 कुने तारा चिन्हमा 3,529, घन्टी चिन्हमा 1,530, हलो चिन्हमा 252, गिलास चिन्हमा 22, खुलेको एकल आँखा चिन्हमा 38, कुखुराको भाले चिन्हमा 5, उडिरहेको माउरी चिन्हमा 27, औँजिलीमा रहेको माटो चिन्हमा 127, गोलो घेराभित्र 2 पात भएको गुलाबको फुलमा 185 र त्रिभुज चिन्हमा 22,850 मत प्राप्त गरी त्रिभुज चिन्ह लिनुभएका स्वतन्त्र उम्मेदवार श्री महावीर पुन यस प्रदेश सभा सदस्य निर्वाचन 2082 मा म्याग्दीबाट विजयी हुनुभएको छ। अब हामीले उहाँलाई प्रमाणपत्र दिने तर्खरमा तयारीमा छौँ। उहाँ आउँदै हुनुहुन्छ। उहाँ आउन साथ हामी उहाँलाई प्रमाणपत्र विजयी हुनुभएको प्रमाणपत्र प्रदान गर्नेछौँ। तत्पश्चात हामी फेरि समानुपातिक तर्फको मतगणना अहिले 10 बजेबाट 10 बजेभित्रै भनौँ न। अब यता प्रमाणपत्र वितरण भएपछि हामी फेरि मतगणना कार्य सुरु गर्नेछौँ प्रत्यक्ष समानुपातिक तर्फको। सबैलाई धन्यवाद छ। शान्तिपूर्ण तरिकाले चुनाव गराउनु भयो। ल धन्यवाद। हैन त्यो चाहिँ म चाहिँ गाडी पछाडि महावीर फोन लाग्यो।